हेलो साथीहरू, सन्चै हुनुहुन्छ सबैजना। म चाहिँ हजुरलाई आज स्किन टाइप अनुसारको प्रोडक्टहरू चाहिँ कसरी युज गर्ने भनेर सिकाउँछु ल। फर्स्टमा हजुरहरूले आफ्नो स्किन टाइप कसरी छुट्याउने भनेर मैले प्रिभियस भिडियोमा भनिसकेको छु है, मेरो भिडियो गएर हेर्नु होला। अनि त्यस पछाडि हजुरहरूको स्किन चाहिँ ओइली स्किन टाइप छ भनेदेखि चाहिँ हजुर जहिले पनि प्रोडक्टहरू युज गर्दाखेरि जेल बेसको प्रोडक्टहरू युज गर्ने है। अनि तपाईँहरूको कम्बिनेसन टाइपको स्किन छ भने चाहिँ फर सेन्सिटिभ स्किन अथवा फर कम्बिनेसन स्किन भनेर लेखिदिएको हुन्छ। त्यसमा चाहिँ तपाईँहरूको ओइली जेल बेस र लोसन बेस भनेर कम्बाइन गरेको प्रोडक्टहरू हुन्छ। त्यो कम्बाइन गरेको प्रोडक्टहरू युज गर्ने हो है। अनि हजुरहरूको एकदम ड्राई फेस छ भनेदेखि चाहिँ ड्राई फेसको लागि भनेको जहिले पनि क्रिम अथवा लोसन बेस प्रोडक्टहरू चाहिँ युज गर्ने हो है। हजुरलाई अब कुन स्किन टाइपको लागि कुन प्रोडक्ट अथवा स्किनहरू उमेर अनुसारको कस्तो कस्तो प्रोडक्टहरू युज गर्ने अथवा कति एसपिएफको प्रोडक्टहरू युज गर्ने होइन। अनि मोइस्चराइजर सेरमहरू चाहिँ कुन एजदेखि युज गर्ने भनेर चाहिँ म हजुरलाई नेक्स्ट भिडियोमा भन्छु ल। अहिलेको लागि यति नै, बाई बाई।